हाँ लिची सिया दिसान्छ यो इन्ट्रान्सको लागि जाँदैछ अनुसको स्कुल मन्टमोरिया डेन्जर मनी खतरा मङ्गलबार है नानाको स्कुल त खतरा छ नि डेन्जर पढाइ चाहिँ कस्तो छ पनि स्कुल त खतरा हो ला एकदम सस्तो रहेछ यो स्कुलमा भर्ना हुन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला दामी छ खिच्न दिन्छ कि दिँदैन कोही मेरो एडमिसन गर्नु भन्ने मिलेन हामी चाहिँ स्कुल हेर्दैछौँ मान्छे चिनीमा पारिदिन्थ्यो यस्तो छ कम्प्युटर क्लास हो यो चाहिँ खोइ यो त रोमन कति क्लासको रहेछ हौ आर्ट क्लास होइन अनुस रोमन सङ्ख्या पढ्न आउँदैन यो 5 6 7 8 थोरै थोरै स्टुडेन्टहरू रहेछ थोरै नै उयो पनि छ टिचर हुनु मन थियो नि अब के गर्नु हुनु पाइएन तर क्वालिटी चाहिँ एकदम राम्रो छ अब विद्यार्थी चाहिँ थोरै चाहिँ बेन्चहरू थोरै छ थोरै स्टुडेन्टमा फेरि विद्यार्थी ट्यालेन्ट हुन्छ नि थाहा छ कि थाहा छैन पेनहरू सबैमा रहेछ सफा पनि छ स्टुडेन्टहरूले बनाएको होला सायद म पनि भर्ना हुनुपर्छ कि क्लास 9 मा भर्ना हुनुपर्ने छ टोइलेट राम्रो बनाइहाल्छ नि टोइलेट बाथरुम चाहिँ टोइलेट चाहिँ बोर्डिङ स्कुल त राम्रै हुन्छ राम्रो छ है के भयो त्यहाँ माथि के छ केही छैन ए राउटर पनि रहेछ ए खतरा रहेछ है क्यान्टिन गर्नु दिए त क्यान्टिन गर्नु दिए त हुन्थ्यो सबै इङ्ग्लिसमै लेख्छ नि त के नामहरू आफ्नो नाम होइन बाबाको नाम मम्मीको नाम अनि जन्ममिति होला हैन जन्ममिति म यहीँबाट हेर्छु बाबाको नाम पनि लेख इङ्ग्लिसबाट ल आमाको नाम पनि आमाको ठेगाना फोन नम्बर के रे फर्म निकाल्छु कि अनि मम्मी आउँदा सबै भरेर साइन गर्नुपर्छ ए म्याडम साइड यहाँ जस्तो छ त्यस्तै लेख्नुपर्छ अनि नाम चाहिँ नेपालीबाट लेख्छ तल लेख्नु छैन यहाँ इङ्ग्लिसमा छैन ऊ आन्टीले भनिदिन्छ उयो गरे नेमले माथि एउटा अलिकति
हाम्रो अनुजको यहाँ एडमिसन भएर फर्केको यसलाई झन् झन् यसको बुकको नाम लेख्नु पनि आउँदैन यो बोर्डिङ स्कुल छ यसको बुकको नाम लेख्नु पनि आउँदैन होइन सिकाउँदैन छक्का पर्छु म यो अनुज देखेर हरान रेलवेमा हामी खाजा खानेछौँ हातमा अङ्का जेबमा ठाउँदा डाक्टर सशान्तहरू पनि त्यहाँ खान्छ के खाजा ऊ त्यहाँ डाक्टर सशान्तहरू पनि खान्छ के त्यस्तो मिठो पाउँछ ए ओइ बाजे र आयो यिनीहरूलाई मै एउटा कम्ता भिड ल्या कम्ता भिड ल्या होला यहाँ त म त सधैँ हो सधैँ जस्तै कोही पनि छैन के हो छ नि यहाँ त सधैँ बत्तिन्दा एकवटा 2 प्लेट हजुर चिसोहरू त अहिले नखाने एकछिनमा चिसो खानु पुग्दैन होइन 2 प्लेट मात्रै हो आधै गर न कस्तो छ अनुज चाहिँ खाँदैछ हामी चाहिँ थुक मिल्दै पर्खिरहेछौँ हाम्रो चाहिँ ल्याउँदैछ खाजा खाइसकेर पनि हामी चाहिँ हिँडेको घर रेलवे चोक यो भनेको हाम्रो डेली आउने ठाउँ हो चोक यहाँको मान्छेहरूले चिन्दैन तर हाम्रो लागि चाहिँ यो चोक पानी भन्ने पँधेरा बराबर हो त्यो भिडियो गर्न सबैले हेर्छ तर के खालको आउँदैन त यिनीहरू मकैको सिजन आएछ सबैजना मकै बोल्दैछ यहाँ चाहिँ टेम्पो स्ट्यान्ड यिनीहरू के किन्नु पछि गयो हौ फेरि खाजा तिर्ने पैसा चाहिँ हुँदैन थियो के किन्ने पैसा चाहिँ हुन्छ